सो हाम्रो भिडियोको स्टार्ट हुनुभन्दा अगाडि चाहिँ म तपाईँहरूलाई सर्टकटमा केही इन्फर्मेसन दिइहाल्छु है त न्युज एज पर द न्युज। सो हाम्रो म्यानुबाइडो क्यासेमिरो एन्ड देन हाम्रो बार्सिलोनाबाट एफसी बार्सिलोनाबाट चाहिँ रोबर्टो लेवान्डोस्की र हाम्रो रियल मड्रिडबाट कार्भाल एन्ड देन एथलेटिको मड्रिडबाट चाहिँ हाम्रो एन्टोनियो ग्रिजमन चाहिँ जाँदैछ एट द एन्ड अफ द सिजन। मोस्ट अफ द टिमहरूले सबले चाहिँ फेयरवेल दिइसक्यो। नेपालको अपडेट गराउनु पर्दा चाहिँ हाम्रो सन्दीप लामिछानेले चाहिँ ओडिआईमा 150 विकेट लिने वान अफ द फास्टेस्ट प्लेयर बनेको छ, त्यो पनि 73 गेममा। सो कङ्ग्रेचुलेसन टु हिम फर अस। सो यो सँगसँगै चाहिँ रन्डा राउजीको चाहिँ केही समय अगाडि चाहिँ मेन इभेन्टमा चाहिँ फाइट थियो, त्यो चाहिँ जिना क्यारोना एन्ड देन रन्डा राउजीको। रन्डा राउजीले चाहिँ ओन्ली 70 सेकेन्डमा चाहिँ बाई सबमिसन चाहिँ विन गर्यो। अनि आफ्टर द्याट सी सेड कि सी इज गोइङ टु रिटायर भनेर। सो दिस इज अलिकति सकिङ पार्ने थियो। सो यो नै भयो। एन्ड देन ल हाम्रो भिडियोतिर जाउँ है त। यो पालिको ब्यालन डियर चाहिँ कसले जित्नेवाला छ त होइन। अहिलेको रिसेन्ट ऱ्याङ्किङ हेऱ्यो भने वान अफ द बेस्ट भनेको हेरी क्यान छ, देन ओस्मान डेम्बेले, थर्डमा मिसेल ओलिसे, लामिन यामल एन्ड देन किलियन एम्बापे भने। हेरी क्यानको चाहिँ अहिले 58 गोल छ, 50 म्याचेसमा 7 एसिस्ट छ एन्ड बुन्देसलिगाको टप स्कोरर। बुन्देसलिगाको कुरा हुँदै मिसेल ओलिसेको कुरा नहुने त कुरै भएन। मिसेल ओलिसेले चाहिँ बुन्देसलिगाको बेस्ट प्लेयर अफ द सिजन पाइसकेको छ होइन एट द एन्ड अफ द सिजन। यो सँगसँगै ब्यालन डियरको लागि चाहिँ अलिकति बेसी नै इफेक्ट पार्नेवाला छ यो टाइममा भनेको वर्ल्ड कपले। वर्ल्ड कपमा चाहिँ हाम्रो टप 5 ऱ्याङ्किङमा परेकाहरू मध्ये नै 3वटा एउटै टिममा छ, त्यो भनेको फ्रान्स। हाम्रो किलियन एम्बापे, मिसेल ओलिसे एन्ड देन ओस्मान डेम्बेले फ्रान्सबाट छ भने हाम्रो वान अफ द बेस्ट टिम स्पेनबाट चाहिँ लामिन यामल छ एन्ड देन हेरी क्यान चाहिँ फ्रम इङ्ल्यान्ड छ। सो अल अफ द टिम आर द स्ट्रङ्गेस्ट टिम हो। सो यिनीहरू मध्ये कुनैले नै ब्यालन डियर जित्ने पक्का पनि छ। सो त्यहाँनिर चाहिँ रब भएन भने सो अलमोस्ट नै भन्न सकिन्छ। तर वर्ल्ड कप हो, जे पनि हुन सक्छ। रिसेन्टली फिफाले चाहिँ के अनाउन्स गरेको छ भने मिनिमम आफ्टर 90 मिनट मिनिमम टाइम भनेको चाहिँ कति एड गर्ने भनेको छ थाहा छ? इट्स 15 मिनट छ। सो 15 मिनट चाहिँ टाइम मिनिमम एड गर्ने भने त्यहाँबाट चाहिँ यो पालि जिरोड हाम्रो एन्टोनियो ग्रिजमन एन्ड देन अर्को प्लेयर भनेको चाहिँ पोग्बा चाहिँ खेल्ने छैनन्। सो स्क्वाडमा नपरेको प्लेयरहरूको कुरा गरिरहँदा चाहिँ हाम्रो स्पेनबाट वान अफ द बेस्ट प्लेयर को होला त आउट अफ स्क्वाड छ, इज नन अदर देन हाम्रो फेर्मिन लोपेज। उसको चाहिँ वान अफ द बेस्ट सिजन चल्दैछ यो सिजन। उसको पर्सनली हेर्ने हो भने बार्सिलोनाबाट ओभरअल्ली उसको गेम एकदमै दामी भइरहेछ। रिसेन्टली म्याचहरूमा नि राम्रो नै खेलिरहेको होइन, फर्स्ट प्रायोरिटी नै भइरहेछ बार्सिलोनाको। तर रिसेन्टली चाहिँ उसको के भयो भने चाहिँ राइट फुटमा चाहिँ हड्डी नै क्र्याक, बोन नै क्र्याक भएको भनिन्छ। सो इज गोइङ टु फर द सर्जरी। चाहिँ अर्को न्युज भनेको जोसे मोरिनोबाट छ। जोसे मोरिनो चाहिँ लगभग रियल मड्रिडमा पनि कन्फर्म जस्तै भइसकेको छ। सो 2013मा एज पर द न्युज अनि एज पर द रिसर्च आई डिड होइन 2013मा चाहिँ डर्टमन्डको विरुद्ध सो 2 होममा र 4-1 लस गरेको थियो अवेमा। सो युएफए च्याम्पियन्स लिगको सेमी फाइनलमा थियो। त्यो टाइममा चाहिँ लसेस गरिसकेपछि चाहिँ जोसे मोरिनो चाहिँ रियल मड्रिड छोडेको पनि थियो। उसले छोड्नुभन्दा अगाडि चाहिँ आई जस्ट रियली वान्ट टु विन होइन च्याम्पियन्स लिग विथ दि रियल मड्रिड भनेका थियो। सो उसको लागि चाहिँ यो चान्स हुनसक्छ। उसको लगभग कन्ट्र्याक्ट चाहिँ डन हुनै लागिसक्यो। उसको केही सर्तहरू त छ अरे, तर त्यो पनि अलमोस्ट डन भयो भन्ने चाहिँ रुमरहरू छ। दिज आर द न्युज होइन फ्रम द रिसेन्ट होइन एन्ड अफ द सिजनदेखि लिएर चाहिँ हाम्रो वर्ल्ड कपको चाहिँ केही इन्फर्मेसनहरू। अब केही समयमा हाम्रो स्क्वाडहरू पनि सबै स्क्वाडहरू पनि इन्फर्म हुन्छ, कतिको चाहिँ स्क्वाडहरू भनिसकेको छ। सो वर्ल्ड कपको सिरिजहरू त आइ नै हाल्छ, तपाईँहरूले चाहिँ इन्फर्म गर्नु होला कि मलाई होइन के को बारेमा चाहिँ मेनली फुटबलको के चिजहरू चाहिँ स्पेसिफिकली बनाउन सजेस्ट गर्नुहुन्छ। इफ केही छ भने चाहिँ लेट मी नो इन द कमेन्ट सेक्सन होइन। म चाहिँ बनाएर चाहिँ भिडियो पोस्ट गर्नेछु। सो थ्याङ्क यू।